श्रीमान वसन्त गुरुङज्यूलाई पनि हामी आयोजक समितिको पक्षबाट खादा लाएर स्वागत जनाउँदछौँ। यस्तै प्रकारले खादा अर्पणको क्रममा हाम्रा टाइगर क्लब डाँडागाउँका पूर्व सभापति श्रीमान सन्तोष खवासज्यूलाई पनि खादा अर्पण गर्दछौँ। यस्तै प्रकारले हाम्रो निम्तोलाई स्वीकारेर आउनुहुने आदरणीय भाइ श्रीमान निरोज बच्चनज्यूलाई पनि हामी आयोजक समितिको पक्षबाट खादा अर्पण गर्दछौँ। यस्तै प्रकारले अर्का भाइ जसलाई हामीले निम्त्याएका थियौँ र हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो उपस्थिति दिनुहुने आदरणीय भाइ प्रवीण बन्जनज्यूलाई पनि हामी खादा लाएर मञ्चमा स्वागत जनाउँदछौँ। यसरी नै हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो उपस्थिति दिनुहुने आदरणीय भाइ श्रीमान मनकुमार बन्जनज्यूलाई पनि खादा अर्पण गरेर स्वागत जनाउँदछौँ। यसरी नै हाम्रो निमन्त्रणालाई स्वीकारेर आफ्नो उपस्थिति दिनुहुने आदरणीय भाइ पासाङ बन्जनज्यूलाई पनि खादा अर्पण गरी स्वागत जनाउँदछौँ। यस्तै प्रकारले हाम्रा आदरणीय भाइ जोगेन बन्जनज्यूलाई पनि गरी मञ्चमा स्वागत जनाउँदछौँ। यसरी नै हाम्रा टाइगर क्लबका आदरणीय भाइ शिवम तामाङलाई पनि हामी खादा अर्पण गरी स्वागत जनाउँदछौँ। यसरी नै अर्का एकजना हाम्रा निम्तोलाई स्वीकारेर आउनुहुने आदरणीय श्रीमान मिराज घिसिङज्यूलाई पनि खादा अर्पण गर्दछौँ। देवदत्त गुरुङज्यूलाई पनि खादा अर्पण गरी मञ्चमा स्वागत जनाउँदछौँ। र आजको यस खेलमा बदामताम एफसी बदामताम दललाई प्रतिनिधित्व गरेर आउनुहुने हाम्रा आदरणीय भूपेन्द्र सुब्बाज्यूलाई पनि हामी मञ्चमा स्वागत गर्दै उहाँलाई पनि हामी आयोजक समितिको पक्षबाट खादा लाएर स्वागत जनाउँदछौँ। र उहाँलाई खाना अर्पण गर्नुहुनेछ हाम्रा आदरणीय भाइ दिपेश तामाङको पौली भाइ। यसरी नै हाम्रो निम्तोलाई स्वीकारेर आउनुहुने हाम्रा टाइगर क्लबका आदरणीय पुकार छेत्रीज्यूलाई पनि मञ्चमा हामी स्वागत गर्दै खादा अर्पण गर्दछौँ। र यसरी नै हाम्रा निम्तोलाई स्वीकारेर आफ्नो उपस्थिति दिनुहुने आदरणीय भाइ मनोज गुरुङज्यूलाई पनि खादा अर्पण गरी हामी आयोजक समिति हार्दिक स्वागत जनाउँदछौँ। यसलाई छैन हजुर मुख्य अतिथि महोदयको एवं विशिष्ट अतिथि महोदयको खेलाडी वर्गसँग परिचय सँगसँगै आजको मुख्य निर्णायकको खेलाडी वर्गलाई विशेष निर्देश